हेलो साथीहरू, वेलकम टु नेपाली फुड एन्ड ब्लग है। आज चाहिँ म मटिगडा हाट गएको थिएँ नि त। आज ट्युसडे हो र मटिगडा हाटमा चाहिँ प्रन चाहिँ मैले 200 रुपिस किलो गरेर पाएँ। सो मैले चाहिँ 1 किलो लिएर आएँ है। यहाँ चाहिँ धेरै सस्तो पाउँछ नि त। त्यो आज चाहिँ म चाहिँ प्रनको चाहिँ अचार बनाउँछु भनेर चाहिँ लिएर आएँ। र लिएर आएर चाहिँ मैले गाइस यसरी सफा गर्नु थालेँ है। यो चाहिँ यसरी माथिको चाहिँ खोस्टा, मुनिको चाहिँ निकाल्नु पर्दैन, माथिको टाउको चाहिँ आफै फटफट निस्किहाल्छ। यो चाहिँ सानो खालके प्रन हो नि त। सो गाइस मैले चाहिँ यो सफा गरेर चाहिँ अब यो पकाउनुको लागि चाहिँ रेडी छ है। यसलाई चाहिँ मजाले मैले त्यो टाउको निकालेर चाहिँ अब दुई सुई गरेर चाहिँ मैले रेडी गरिसकेको छु। र अब त्यसलाई चाहिँ मैले म्यारिनेट गर्नुको लागि चाहिँ यहाँ मजाले हल्दी हालेँ है। त्यसपछि यहाँ चाहिँ मैले कश्मिरी लाल हालेँ कलरको लागि। त्यसपछि अलिकति सल्ट हालेँ है। र यसलाई चाहिँ मजाले मिक्स गरेर चाहिँ मैले 10 to 15 मिनट्सको लागि चाहिँ म साइड लगाउँछु यसलाई है। म्यारिनेट गरेर चाहिँ साइड लगाउनुपर्छ। र यो चाहिँ अब रेडी भइसक्यो। सो गाइस म चाहिँ यसलाई त्यो 15 मिनट्सको लागि चाहिँ यसरी अलग्गै छोपेर राख्छु है। र जति बेलासम्म यो 15 मिनट्स हुन्छ तबसम्म चाहिँ म चाहिँ मसला रेडी गर्छु अचारको लागि। र मैले चाहिँ यहाँ लिएको छु खोर्सानी ड्राई चिल्ली है। यो चाहिँ रोस्ट गर्नुपर्छ गाइस। र जति पिरो खानु सक्नुहुन्छ त्यति खोर्सानी लिनु होला। र यहाँ मैले जिरा लिएको छु तपाईँको 100 ग्राम। 1 किलो प्रनमा चाहिँ 100 ग्राम जिरा लिएको छु है। र जिरा पनि म रोस्ट गर्छु। र हामीले चाहिँ यो पहिला चाहिँ रोस्ट गर्नुपर्छ हो। त्यसको लागि चाहिँ अब म एउटा प्यान चाहिँ तताउँछु। र मैले चाहिँ अब यो ड्राई चिल्ली चाहिँ हालेँ। यसलाई चाहिँ रोस्ट गर्नुपर्छ नि त मजाले। र अलिक अब डराउनु चाहिँ हुँदैन, तर मजाले अलिक कलर हुन्छ नि, अब कलर अलिक फेड हुन्जेलसम्म चाहिँ तपाईँले मजाले रोस्ट गर्नु होला है गाइस। र बेसी कालो चाहिँ नबनाउनुहोस् है। सो म चाहिँ यो रोस्ट गर्नु गइरहेको छु। र गाइस मेरो चाहिँ यो लगभग भइसकेको छ है। र मलाई निकाल्नु गइरहेको छु। मैले चाहिँ यतिको रोस्ट गरेँ है। र अब चाहिँ यसमा नै म फेरि जिरा पनि रोस्ट गर्नेवाला छु। र मैले जिरा पनि हालेँ यसमा है। र जिरा पनि मजाले रोस्ट गर्नुहोस् होला। जिरा पनि ठिक्कैको मात्रै रोस्ट गर्नु गाइस, कालो कालो चाहिँ नबनाउनु, किनभने बेसी कालो कालो भयो भने चाहिँ तितो हुन्छ नि त। त्यसले गर्दाखेरि चाहिँ म बेसी कालो चाहिँ बनाउँदिनँ है। ठिक्कैको मात्रै रोस्ट गर्छु। जब चाहिँ यसको सेन्ट आउनु थाल्छ नि तब म यसलाई निकालिहाल्छु है। सो यो चाहिँ म मजाले रोस्ट गर्नु थालेँ है गाइस। सो गाइज मेरो चाहिँ त्यो पनि रेडी भइसक्यो है। र मैले चाहिँ त्यो निकालिसकेँ। र अब चाहिँ मैले एउटा कराईमा चाहिँ मैले मजाले, अब मैले चाहिँ यो कराई लिएको कारण चाहिँ यो चाहिँ ननस्टिक हुन्छ नि त। यो चाहिँ फ्राई गर्नुको लागि नै हुन्छ। सो मैले चाहिँ यसमा फ्राई गर्छु है। अरूमा चाहिँ अलिक टालिन्छ, यो कराईमा चाहिँ टालिँदैन नि त। त्यसले गर्दाखेरि चाहिँ अब यसमा चाहिँ मैले तेल हालेँ। मैले चाहिँ मस्टर्ड ओइल हालेँ गाइज है। र यो जति फिस छ नि यो चाहिँ सबै अब तपाईँको उयो हुनुपर्छ नि त, फिस चाहिँ सबै हराउनुपर्छ। सो मेरो चाहिँ भइसक्यो, खरिसकेको छ तेल गाइज है। सो अब यो मेरो म्यारिनेट पनि भइसकेको छ, 15 मिनट्स भयो। यी तेल चाहिँ मजाले खराउनुपर्छ गाइज, नभए चाहिँ राम्रो हुँदैन नि त, गनाउँछ है। सो मैले चाहिँ यसरी अलिअलि गर्दै चाहिँ अब यो प्रन फ्राई गर्नु गइरहेको छु। गाइज मेरो चाहिँ नानीहरू सानो छ है, तपाईँलाई थाहै छ। सो अब भिडियो बनाउँदा चाहिँ घरि अर्को आएर रुइदिन्छ, अर्को आएर कराउँछ है। सो अलिअलि डिस्टर्ब पनि हुँदै होला है। सो डिस्टर्ब भयो भने चाहिँ माइन्ड नगर्नु होला। सो गाइज यतिको रातो चाहिँ बनाउनुपर्छ है। र यो चाहिँ मजाले मतलब हुन्छ नि कुरुङ कुरुङ क्रन्ची चाहिँ बनाउनुपर्छ। सो मेरो चाहिँ अब यो फ्राई भइसकिसक्यो, निकै क्रन्ची भयो है। र तपाईँहरू पनि यसरी नै रातो रातो पारेर फ्राई गर्नु, क्रन्ची बनाउनु, मतलब अब फ्यास पारेको चाहिँ हुनु हुँदैन नि त। सो यसलाई चाहिँ मजाले मतलब रेड हुने गरी है, डार्क रेड हुने गरी चाहिँ मजाले फ्राई गर्नुपर्छ। सो गाइज मेरो चाहिँ यो भइसकेको छ है। सो म चाहिँ यो अब निकाल्नु गइरहेको छु। यसरी नै है पालै पछि अलिअलि गर्दै चाहिँ यो सबै फ्राई गर्नुपर्छ है गाइज। सो गाइज यो म फेरि नेक्स्ट अर्को पालि फ्राई गर्नु गइरहेको छु। त्यो फर्स्टको चाहिँ फ्राई भइसकिसक्यो है। र यसरी अलिअलि फ्राई गर्नुपर्छ, सबै फ्राई गर्नु चाहिँ हुँदैन। सबै फ्राई गऱ्यो भने चाहिँ राम्रो हुँदैन नि त। अलिअलि गऱ्यो भने चाहिँ मजाले कुरुङ कुरुङ क्रन्ची खालके हुन्छ। सो मैले चाहिँ अलिअलि गर्दै फ्राई गरेँ। सो गाइज यो पनि मेरो भइसक्यो है। यो रातो भयो मजाले। अब यसलाई चाहिँ म निकाल्नु गइरहेको छु। सो गाइज हेर्नुहोस् त कस्तो मजाले फ्राई भयो है। यो चाहिँ मजाले फ्राई भइसकेको छ। सो अब यसलाई चाहिँ हामीले मसलामा मिक्स गर्नुपर्छ। यो धेरै सजिलो रेसिपी छ है, तपाईँहरू पनि बनाएर खानु सक्नुहुन्छ। अब
बजारमा पनि पाउनु सक्नुहुन्छ, तर घरमा बनाएको चाहिँ अर्कै हुन्छ गाइज। यो चाहिँ मेरो अघिको जुन चाहिँ जिरा थियो नि रोस्ट गरेको, त्यो चाहिँ मैले चाहिँ ग्राइन्ड गरिसकेको छु है। सो मैले यहाँ हालेँ जिरा पाउडर है। त्यसपछि चाहिँ म अब हाल्न गइरहेको छु त्यो अघि जुन चाहिँ चिल्ली मैले ड्राई गरेको थियो त्यो पिसेर चाहिँ हाल्नु गइरहेको छु है। सो यो चाहिँ मैले चिल्ली हालिसकेँ है, र यसमा चाहिँ ज्यादा केही मसला पर्दैन है। मैले अघि पनि सल्ट हालेको थिएँ म्यारिनेट गर्दा, सो म कम्ती सल्ट हाल्छु किनकि बेसी सल्ट भयो भने फेरि खानु सक्दैन है। सो म चाहिँ कम्ती नै सल्ट खान्छु। सो अब चाहिँ म आमचुर पनि एड गर्न गइरहेको छु गाइज। म चाहिँ यहाँ आमचुर चाहिँ 2 चम्ची एड गरिरहेको छु है। सो यसरी यो मसलाहरू हाल्नुपर्छ र यसमा बेसी मसला हाल्नु हुँदैन है, यति भए चाहिँ काफी हो। र मैले चाहिँ यहाँ आमचुर चाहिँ 2 चम्ची हाल्नु गइरहेको छु है। र अब यसरी आमचुर 2 चम्ची हालेपछि चाहिँ म टेस्टको लागि चाहिँ अलिकति अजिनामोटो, हामी चाहिँ यता विचिङ भन्छौँ, सो अजिनामोटो चाहिँ अलिकति बेसी होइन कम्ती हाल्नुपर्छ। यसले चाहिँ अलिक राम्रो टेस्ट र फ्लेभर दिन्छ नि त। सो मैले अलिकति हालेर चाहिँ यसलाई चाहिँ मजाले मिक्स गर्नुहोस् गाइस हो। र यसरी मजाले मिक्स गरेपछि चाहिँ हाम्रो चाहिँ यो लगभग चाहिँ रेडी भइसकिसक्यो है। र यो चाहिँ धेरै क्रन्ची भएको छ है। र यसमा म फेरि कलरको लागि अलिकति लाल मिर्च हाल्दैछु। यो कश्मिरी लालले चाहिँ अलिकति कलर दिन्छ नि त, सो म अलिकति हाल्दैछु है। मेरोमा सकिनु आँटेको रहेछ र हालेँ। र गाइस यो तेल चाहिँ जुन चाहिँ अघि फ्राई गरेर उब्रेको तेल थियो नि, त्यही तेल चाहिँ म हाल्न गइरहेको छु। यो मुनिको झुट चाहिँ नहाल्नुहोस् होला तपाईँहरू है। र यसरी अघिको जुन चाहिँ त्यो तेल थियो फ्राई गरेर उब्रेको तेलले मैले यसमा हालिरहेको छु, र मैले बेसी तेल हालेको छुइनँ है। सो मेरो गाइस यो चाहिँ रेडी भइसकिसक्यो खानुको लागि है। र तपाईँहरू पनि यसरी बनाएर खानु होला है गाइस, धेरै मिठो हुन्छ है। यो बजारमा पनि पाउनु सक्नुहुन्छ, तर घरमा बनाएको टेस्ट चाहिँ अर्कै हुन्छ है। सो यसमा बेसी मसला पनि पर्दैन र धेरै टेस्टी हुन्छ गाइज है। यहाँ चाहिँ अब हाम्रो सस्तो पर्छ नि त, सो मैले चाहिँ यो ल्याएर बनाएको छु। तपाईँहरू पनि यसरी बनाएर खानु होला। यो चाहिँ तपाईँले 1 महिनासम्म पनि यो बिग्रिनेवाला छैन है। यो मजाले बोतलमा स्टोर गरेर राखेर डेली खानु सक्नुहुन्छ है, स्न्याक्समा पनि खानु युज गर्नु सक्नुहुन्छ गाइज। सो मलाई चाहिँ यो धेरै मनपर्छ र मैले चाहिँ तपाईँहरूसँग सेयर गरिरहेको छु यो रेसिपी है। यो चाहिँ झिँगे माछाको अचार चाहिँ तपाईँहरू पनि बनाएर खानु होला गाइज, धेरै टेस्टी हुन्छ है। र मैले चाहिँ यो अब बोतलमा हाल्न गइरहेको छु गाइज। मेरो चाहिँ बोतल ठुलो भयो है, यो अचार चाहिँ कम्ती भएछ, बोतल चाहिँ एकदम ठुलो थियो नि त। र यसरी मैले चाहिँ बोतलमा चाहिँ अब स्टोर गरेर राखिसकेँ है। र यो अलिअलि गर्दै डेली खानु सक्नुहुन्छ तपाईँहरू है। र गाइज यसरी नै तपाईँहरू पनि बनाएर खानु होला। र मेरो रेसिपी मन परेमा प्लिज लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्नु नभुलिदिनु होला है। र गाइज फेरि भेटौँला नेक्स्ट रेसिपीमा।